घुमघाम छ हैन हाम्रो हामी राजापानी ल कपिलवस्तु 3 हैन कपिलवस्तु 3 राजापानी कपिलवस्तुमा राजापानीतिर घुमघाम है युवा साथीहरुसँग हामी चाहिँ केही छैन काम घुम्ने हो खाने हो अलि उताबाट परबाट चिडियाखानामा रहेछ है चिडियाको खाना के छ यहाँ पानी यो सबै राम्रो छ यहाँ चाहिँ बन्दैछ यो बनेपछि एकदम सुन्दर हुनेछ यो ठाउँहरू हाम्रो नेपाल चाहिँ त्यसै पनि प्रकृतिले सुन्दरता थियो त्यही माथि अझै सजावट गर्दाखेरि झन् सुन्दर देखिन्छ अरु हाम्रो नरबहादुर गुरुङ के छ जाने हैन घुम्न जाऊँ न फेरि कहाँ दाइ राटो छ रुख रोपौँ राजापानी सामुदायिक वन उपभोक्ता समूह रहेछ है यहाँ नेपालको झन्डा पनि छ ल हामी चाहिँ भित्र छिर्यो ल यहाँ चाहिँ सुन्दर छ है ल चाहिँ एकदम सुन्दर छ सेन्चुरी बनेको पक्कै बाँदर होला जस्तो लाग्छ सेन्चुरी सुन्दर छ ए यहाँ नीलगाई जरायो कि नीलगाई हो जरायो हो जनावरलाई नजिस्काउनु साथै ऊ सर्प पनि रहेछ यार त्यहीलाई हो सेन्चुरी भनेको हेरे 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 मन्टो उठा है खिच न खिच केटा हो टिकटक भयो के भएको छैन के रहेछ खाली मजा छ आनन्दको छ यो के हो यो यही हो माछा यिनको गफ हो गुरुङको ऊ रहेछ रहन छन त ऊ त्यो हिँडिरहेको रातो माछा अनि रहेछ कि हो रहेछ साँच्चै हो माछा त आम खतरा रहेछ माछा होइन माछा माछा चाहिँ तन्नै रहेछ नै माछा रातो पनि रहेछ रातो माछा छ भाइ त्यसै भन्छ फेरि यिनले ए रहेछ ठुलो रातो भनेको यो रहेछ यी ठुलै रहेछ होइन कति केजीको होला त्यो 3 केजी जति रातोले हो कि अघि लाउने 3 केजी जति होला यो चारो खुवाऊ केटा चारो चारो पालेको ल माछा पनि हेरियो अब चाहिँ फेरि हामी अर्को पार्टीतिर अहिले चाहिँ त्यहाँ फोटो खिचियो अब यहाँ चाहिँ घुमघाम गर्दै अब जङ्गलतिर है एउटा भाँकी फेरि अर्को भ्लगमा आउँछ है।